हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म जाँदैछु तल न तल त्यहाँ किन जान लागेको भनेपछि गाइज त्यहाँ चाहिँ ठुलो मम्मीका गोड्नलाई अब सकेन आजसम्म गोड्न होइन। अब गाउँको सबैले सकेपछि होइन आज गोडिदिन आएको छन्। अनि गोडिदिन आएको छन् त्यसैले त्यहाँ कति भनेपछि 8, 9, 10, 11 जनी छन् होइन। आधी अब भोलि आउँछन्, आधी आज आछन्। हेर्छु देखाउँछु गाइज। मैले गाउँ सब चिजमा हेल्प गरिन्छ कि गाउँमा चाहिँ के हेल्प गरिन्छ भने नि तिमीहरूलाई अब यो गुड्नामा भयो होइन, अनि पैसाको खाँचो छ भने पैसामा भयो। जे चिजमा एउटा मलाई केहीको समस्या छ भने नि गाउँमा भएको केही सरसामानले हुन्छ। मलाई अब कुनै व्यक्तिले सहयोग गर्दा हुन्छ भने नि गाउँमै हुन्छ, त्यसको समाधान गाउँमै हुन्छ। त्यसैले चाहिँ त्यो अनि गाउँलेका घरहरू टाढा भए पनि मन नजिक हुन्छन्, अनि सहरिया घर नजिक भए पनि मन टाढा हुन्छन् भनेको त्यही हो गाइज। घर भनेपछि योभन्दा नि त्यहाँबाट नि अझ आधा 1 घन्टा लाग्छ त्यहाँ घर जान। घरबाट यता गोड्न आछन्। अब भनेपछि कति गाउँले भनेपछि कति टाढाको माया, कति माया प्रेम कस्तो हुँदैन रहेछ अब बुझ्न सक्नुहुन्छ होइन। यहाँ चाहिँ बस्नुहुन्छ ठुल ड्याडी ठुल मम्मी, त्यहाँ कुन्नाइको घर हो। अनि आज चाहिँ उहाँको गोडेर सकेको छैन, त्यसैले गोड्न आएको देखाउने छु। लेट्स गाइज, म जाँदैछु, हेर्न सक्नुहुन्छ। म यहाँबाट नि देखाउँछु, नजिक गएर नि देखाउँछु। देख्न सक्नुहुन्छ गाइज कतिजना हुनुहुन्छ। अनि यही हो कि गाइज गाउँको रोमान्टिक हुने ठाउँ भनेपछि रमाइलो नि गरिन्छ। यहाँ हर समस्याका समाधान नि हुन्छन्, त्यही हो गाउँतिरको। अनि गाउँतिरको खुसियाली रमाइलो भनेको यही हो गाइज। अनि के भन्नु खोज्यो भने नि गाइज यो पुरै गडो छ नि, यो यहाँसम्म आधी गोडेको थियो, आज चाहिँ तलदेखि गोडियो। अनि गोड्नु भयो, त्यहाँ पुरै गोड्नु आज सक्नुहुन्छ भन्ने मलाई आशा छ। अनि के हुन्छ थाहा छैन गाइज, म देखाउनेछु, हेर्न सक्नुहुन्छ है। म चाहिँ फेरि राम्रोसित देखाउनेछु। गाउँको अनि गाउँ रमाइलो भन्नुको कारण यही हो, म देखाउनेछु गाइज। जस्तै पानी धारा हेर्न सक्नुहुन्छ। उता गएर यो ढुङ्गामा गएर देखाउँछु गाइज, हेर्न सक्नुहुन्छ है। म उता गएर देखाउँछु। गोडेर चाहिँ आज सक्नुहुन्न जस्तो छ। अब टाइम नि 4 बजिसक्यो, अनि कहाँ गोडेर सकेको छ मलाई भर लागेको छैन। यही हो गाइज गाउँको है, गाउँको माया प्रेम भनेपछि गाउँमै हुन्छ। म चाहिँ त्यही देख्न आएको। अनि जान्छु त्यता जानु। मेरो घर गाउँ छ, घर होइन। यहाँ चाहिँ अहिले के 6 महिनाको लागि बस्छौँ, अनि 6 महिना घर जान्छौँ, यस्तो छ। यो चाहिँ पुरै दाउरा काटेको गाइज। त्यो दाउरा काटेको नि केलाई भनेपछि आजभोलि बालनलाई आजभोलि काम हुन्छ नि गाइज। त्यसैले यहाँबाट नि हेर्न सक्नुहुन्छ, तल गोड्दै हुनुहुन्छ। यहाँ हेर्नुहोस् गाइज। भिडियोको लागि प्रतीक्षा गर्नु होला, यो च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। थ्याङ्क्स फर वाचिङ, बाई बाई।